everyone, welcome back to my YouTube channel. सबैजना सन्चै हुनुहुन्छ होला। मेरो बिहाल भइरहेछ भन्नु नि भएन। एकदम ठिक छु म त हैन। हिजो गेम हेर्दा हेर्दै बिचमा हाफ टाइममा गएर सुतियो म। मेरो बेहाल अवस्था। मेरो फेभरेट टिमले पनि हारिसक्नु भएको छ। म अब कसैलाई सपोर्ट गर्दिनँ, म थाहा पाइसकेँ। मैले जसलाई सपोर्ट गर्छु त्यो पनौती लाग्दो रहेछ त्यसलाई भनेर मैले हुन्छ फेरि अरूलाई गर्दा अरूलाई त हुन्थेन नि त। म चाहिँ अन्डा करी बनाउनलाई रेडी गर्दैछु। मैले भर्खर कान पनि गरिसकेको छु। फुटालेर अन्डा त्यही हो। अरू त के नै छ र होइन। आजको घाम त लागेकै छ। अब के हुन्छ। प्लान्टहरूलाई पानी हालेर अनि चिया बोकेर आज कति दिनपछि बल्ल अलि ग्यास्ट्रिक सन्चो भएको जस्तो छ। अलि उताको दिदीले के ल्याइदिनु भयो। यसभित्र यस्तो हो अनि यसमा खाँदै प्याज छ कि पता नहीं क्या है। अघि खाएँ एक दुईवटा मैले पानी हाल्नु पर्यो हौ प्लान्टहरूमा। आँखा नलाऊ काले दाई, आँखा नलाऊ त्यो दिलमा ठाउँ छ र, त्यो दिलमा ठाउँ छ र, हामीले आँखा नलाऊ काले ठाउँ छ र। अब वर्ल्ड कप पनि सकिन्छ, आनन्द हुन्छ। टाउको दुखाइ यार, दिमागै खराब भइसक्यो। न उनीहरूले हामीलाई चिन्नु है, यसो हामीले चिन्ने त्यही पनि पनौती लगाइदिनु बिचरा। केही छैन। हार जित भन्ने त खेलको नियम हो नि। स्पेनले दाममै खेलेकै हिँड्छ। म त कमब्याक गर्छ होला भनेको 30 गर्छ कमब्याक त्यसको बाजेहरूले। यस्तो छ कि म त यस्तो भयो भने यस्तो रिस उठ्छ। यो मिलाउनु पनि छ है। मेरो आलुको ग्रुप यत्रो ठुलो भएको कहिले हो मैले खोल्नेलाई। अनि डल्ले बहादुरलाई धेरै पानी नखानु। मेरो बुढाले पानी हालेर आज त कपडा धुनु भएछ। नजरा हेर्नुहोस्, गर्मी नै हो। 2-3 दिन भयो पानी परेको। जुत्ता राखेर हो हमारे पति आज बहुत काम किया। योहरू प्लान्टहरू अब यिनीहरू नै धोएर हाल्नुपर्ने छ। त्यहाँ माटो ल्याऊँ भनेको कता पहिरो गयो। म ल्याइदिन्छु भन्दै हुनुहुन्थ्यो। उता पहिरो गएखेरि कहिले ल्याइदिनु फेरि। बेला बेला मेरो पनि मुड स्विङ भइरहेको हुन्छ यो भ्लग हेर्नुलाई। कहिले कसको हेरेर हुन्छु, कहिले कसको हेरेर हुन्छु। साथीभाइहरू, म चाहिँ आज चिया खानेवाला छु। आज कहिले दिन बाद 4-5 दिनै भयो। दिनकै 2-3 टाइम खाने मान्छे। फ्रोजन में है कोई दूध को ताहा। मेरो बुढाहरूले के खाएर जानु भएको छ। हिजोको रोटी उब्रियो कि त्यही खानुपर्छ। ओके, अहिले पछि भेटौँ है त।
खाना खाइसकेपछिको अवस्था कुछ ऐसा है हमारे घर पे अनि गाना सुन्दै काम गर्ने आदत छ मलाई बानी ल अब धुनु पर्यो मजाले पटापट बटाबट होइन कालो हो कि मैले चाहिँ भाडा दिँदा दिँदै हेर्नु खै अफ भएछ हौ आफै क्यामेरा कि मेसेज आए जस्तो लाग्थ्यो यो गमला ल्याएछ ब्याकग्राउन्ड त फेरि हुने होइन यो चाहिँ यिनीहरू चाहिँ पानी चेन्ज गरिदिएको यसको कहानी के हो भन्दाखेरि गमला ल्याएछ माटो छैन माटो लिन बुढालाई जानु भनेको भ्याउनु भएको छैन उहाँले त्यही भएर यस्तो अवस्था छ अनि यिनीहरू त यसमै बस्ने हो योहरू त अनि मैले अस्ति साग ल्याएको थिएँ नि यस्तो साग रोपेको थिएँ यत्रो लामो लामो भएको हेर्नु कस्तो मन परेको मलाई त्यही हो यतिको चाहिँ बनाएँ मैले फाइनली म रेस्ट गर्न गइरहेको छु कितने देर बाद आज फेरि अलिक यस्तै हो कि काम त दिनकै बढ्छ एक दिन केही गरेन एउटा काम सकेन भने अर्को दिन त्यसले यति परेशान गर्छ नि त्यस्तै भइरहेछ मलाई त्यही हो अब एकछिन रेस्ट गर्छु है ल आज चाहिँ यस्तो बनेको छ हाम्रो घरमा कहिलेकाहीँ हेल्दी पनि खानुपर्छ भनेर अब यसैको फर्सीको तरकारी नै बनाउनुपर्छ टन्नै फर्सी तरकारी बनाउने अनि यो खाने यो उसिनेर कसलाई मनपर्छ मलाई त मनपर्छ क्यारे खानासाना बनाएर म चाहिँ बाहिर यसरी हावा खाँदै बस्दैछु पर्दा डिस्टर्ब गर्यो मलाई आजको दिन पनि यसरी नै गयो यसरी पागल भन्छ होला मलाई देख्यो भने बाई गाइस